आजको डे चाहिँ यसरी नै मनाउँदैछु साँच्चै भनेको कहाँनिर चाहिँ केस काट्ने यही पर हो ल यहाँनिर पर छ भन्दैछ हाम्रो यो बिल्डिङ पछाडि केस काट्ने थियो हेरौँ यस्तो छ यहाँनिर यो एउटा हाइपर मार्केट यहाँनिर हामी सपिङ गर्ने ठुलो मैले पहिला पनि देखाएको थियो यहाँ म बस्ने यो जग्गा चाहिँ एकदम क्लिन छ क्या एकदम साइलेन्ट पनि छ त्यही मनपर्छ मलाई है कुवेतमा धेरै ठाउँतिर गयो भने यतिको साइलेन्ट यस्तो रमाइलो ठाउँ चाहिँ भेट्दैन होइन लाइक त्यो साल्मिया भन्ने फर्वनियातिर गयो भने अति धेरै नोइस हुन्छ क्या त्यहाँनिर जति धेरै मान्छे पनि हुन्छ वयरस यहाँ भन्यो भने चाहिँ यस लाइक इटको छ एकदम कम्ती तर प्रब्लम चाहिँ यहाँ चाहिँ मार्केटहरू धेरै कम छ अब देखेँ नि अहिलेको 8 बजी सकेको छ है बेलुका कतिको साइलेन्ट रहेछ भनेदेखि केस काट्न गइरहेको छु म चाहिँ यसपालि चाहिँ ब्रदर पुरै चिन्दै होइन र मैले लास्ट टाइम 3-4 खेप चाहिँ मैले पुरै ब्रस कटिङ काटेको थिएँ नि सबै मान्छेले होइन किन केस चिन्दै काटेको भन्ने धेरै आयो क्या यसपालि चाहिँ केस चिन्दै काट्ने होइन र यो साइड मात्रै काट्ने हो तर मलाई लाग्छ म यहाँ बसेको 2 वर्ष भयो है ओ ब्रदर तिमी चाहिँ 1 वर्ष पनि भएको छैन यहाँ आएको मैले केस काटेको देखेको थिएन तिमीले चाहिँ कहाँनिर हो यहाँभित्र यो त पुरा ब्ल्याक मार्केट नगर हो यो त पुरा खतरनाक ठाउँमा लिएर आयो त यहाँ केस काट्ने खै दोकानको साइनबोर्ड पनि छैन यो यस्तो पनि हुन्छ एनिवे लेट्स कम है ल म भिडियो यहीँ राख्नुपर्छ है के हुन्छ यो चाहिँ देखाउनु मिल्दैन पनि होला सायद ओके प्लानमा अलिकति चेन्जेस आयो है प्लानमा चाहिँ अलिकति चेन्जेस आयो हाम्रो यहाँनिर के भन्छ केस काट्नेलाई बार्बर सप है बार्बर सप चाहिँ अलिकति बिजी भएको अवस्थाले चाहिँ हामी केही सेकेन्डको लागि चाहिँ सपिङ गर्नु जान्छौँ हामी त्यहाँ मार्केटमा जान्छौँ आज हल्का हाम्रो चाहिँ सानो एउटा ग्यादरिङ टाइपको हुनेवाला छ है हाम्रो ब्रदर म अनि सरिता अनि अर्को एकजना साथी पनि आउँछ भन्ने होइन हो के न हौ तिमीले भरे आएन भने चाहिँ फेरि रटी हुन्छ नि साथी नेपाल र भुटान वार पर्छ सो त्यसले गर्दाखेरि हल्का हामी चाहिँ के बनाउने छ आजको प्लानमा लु भनौँ चाउमिन बनाउने चटपटे अनि लस्सी या के बनिन्छ भरे सायद देखाउनु पनि सक्छ है त्यसैले गर्दाखेरि लेट्स ह्याभ सम फन सपिङ गरौँ है आज कुवेती दिनारको पावर देखाइदिउँ है वान अफ द मोस्ट एक्सपेन्सिभ करेन्सी इन द वर्ल्ड है कुवेती होइन दिनार यहाँ यु क्यान सी दिस थिङ्स म्यान दिस वान यसको पावर देखाइदियो आज है यसको चेक दिस आउट दिस पावर लेट्स सो द पावर अफ 10 KD 10 KD त के 10 KD त चल्दैन नि लाइक दिस इज इनफ क्या यो 1 KD इज इनफ फर द सपिङ है सो त्यही छ मार्केट यही छ त्यो हाम्रो भुटानको जस्तो हाम्रो उता गाउँघरको जस्तो त्यो घरै पछि दोकानहरू हुँदैन यो ठाउँमा चाहिँ है लाइक पार्टिकुलर जग्गामा एउटा ठुलो मार्केट हुन्छ यहाँनिर हेर्नु सक्नुहुन्छ पछाडि त्यहाँ जाँदैछु अब follow me पिज्जा पनि रहेछ त पिज्जा खाने बोलाउन चाहिँ नबोलाउन पिज्जा पनि रहेछ यहाँनिर हाम्रो बिस्केटीहरू पनि काम गर्छ थाहा छ तिमीलाई कहाँ यो होटेलमा अब एभ्री टाइम चाहिँ तिमीलाई घुमाउनु लानुपर्ने हो म चाहिँ होइन नि किनकि मेरो क्यामेराम्यान यु आर द बेस्ट क्यामेराम्यान आई हेभ एभर गट है साँच्चै भनेको क्यामेराम्यान चाहिँ दामी लाग्यो मलाई त्यो एभ्री टाइम हेभ टु बी है ल अहिलेको लागि राखौँ भेटौँ ल फेरि आफ्नो सपिङ है ओके बाइकहरू न क्या दामी बाइकहरू कति सपिङ गर्ने हो र अरू पनि लाने सानो भएछ होइन अर्बना सानो भएछ होइन ल भरिँदैछ है हाम्रो सामानहरू चाहिँ
यतिको आइसकेछ औ मान्छे अर्बना ठुलो सामान चाहिँ सानो सानो छ त हौ के गर्नुपर्ने यस्तो छ है यहाँको मार्केट चाहिँ खबुस लाने कि मेरो अगाडिको भिडियोको पार्टमा धेरैजनाले चाहिँ क्यामेराम्यान को हो भनेर पुरा चासो भइसकेको थियो होला हि वाज द गाई है यस्तो छ हो सामानहरू हो आफू काम गर्ने कम्पनी यही हो दिस इज द गाई है मेरो क्यामेराम्यान चाहिँ ओ क्यामेराम्यान यता फर्काउ त हि इज द वान चाउ लैजाउँ न वाइ यहाँ मेगीको यहाँ 900 फिल्समा पनि रहेछ तर वाइ साह्रो पाउँदैन क्या यहाँनिर भेजिटेरियनको लाने है भेजिटेबलको है चिकनको चाहिँ लास्ट टाइम म भेजिटेरियन हो कि त्यसले गर्दाखेरि यस्तो यस्तो नुडल्सहरू यो दिस इज द वान इन्डोमिसी यो भुटानमा पनि भर्खर पुगेको रहेछ प्याकेटै लाने 5 वटा सट्टोसँगले त्यो छ त्यतिको छ यहाँ चाउमिन यो हो नि त मेन चाउमिन भनेको अस्ति दुइटा अस्ति तिमीले मलाई चाउमिन दिएको थियो नि यसको बनाएको हो त्यसरी मिठो बनाउँदो रहेछ नि ससेसहरू मेरोमा छ चिल्ली टमेटो सस छ यो सोया सस पनि छ द्याट्स इनफ यहाँ यो पास्ता वगेरा यो यस्तो हो चटपटीको लागि बुझ्दा भने के हो ऊ चाहिँ पोखराबाट हो पोखरा तिमी बस्ने पोखरा म बस्ने ओखरढुङ्गा पोखराको बजारैमा भन्ने गीत सुनेको तिमीले ओ पोखरा लाउरे 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 जस्तो छ भनेको तिमी गाइस बताउनु है लाउरे लाउरे जस्तो लाग्छ भनेको मलाई यो लाउरे लाउरे छ नि हाम्रो पोखराको नेपालको टप ऱ्यापर लाउरे तिमी लाउरे जस्तो देख्छौ भनेको साँच्ची नै भनेको त हेर न मासला लाउरे यो मसला बगेरा छ यहाँनिर यस्तो यस्तो सामानहरू पाइन्छ हाम्रो उताको जस्तै यस्तो दालहरू के हो यता चामलहरू यताउता यस्तो साबुनहरू यहाँनिर यस्तै हुन्छ क्या मार्केटमा हेर न यो यति ल्यायो एउटा कुरा देखाउनु मन लागेको चाहिँ मलाई यो हेर न ओखरको यो ओखर 5 केजी 750 यार 5 केजी भनेको त कति हुन्छ 1 केजीले 200 5 केजीले झन्डै 2000 को लगभग आउँदो रहेछ भनेको यति ओखरको नट यस्तो साह्रो महँगो छ भनेको यहाँनिर हाम्रो भुटानमा भन्दा के भन्ने यार जङ्गलतिर गयो भने ओखर पाइरहेको हुन्छ होइन जता भयो त्यतै यहाँनिर चाहिँ लास्टै अर्बना कता हो मेरो अर्बना यहाँहरू चाहिँ यहाँ बस्यो यति भयो सम्म यति अर्बना छोडेर पर घुमिरहेको रहेछ दुईजना चाहिँ कहाँ गयो अब उताको डिपार्टमेन्टमा जानुपर्छ सपिङ पनि भयो है ठिक छ होला नि केही सामानहरू बिर्सेको छैन नि त है भरे नभन्नु नि फेरि यताउता होइन सबै ठिकै छ नि त अहिले त इधर के गरेर सबै ठिक छ नि त होइन भरे त्यहाँ बिर्सेर यताउता गर्नु भएन नि सामान पुगेन भनेर ल हामीले चाहिँ सपिङ गरे है मजाले आज हामी दुईजना भयो अनि दुईजना केटीहरू 4 जना तोपुनाएर जानुपर्छ चाहिँ यसो सानो एउटा ग्यादरिङ जस्तो बनाएर खाने प्लान भइरहेको छ एकजना चाहिँ अहिले 12 बजी ड्युटी सकाएर आउँछ सो त्यसैको क्रममा अब केस काट्नु चाहिँ पर्ने भयो केस काट्नु जान्दैछु अहिलेको हालैमा चाहिँ अहिले चाहिँ है ल अब राम्रोसँगले टेन्सन लाग्यो यार टेन्सन लाग्यो भने मलाई चिन्छ कि नि घरमा मान्छेले चिन्छ कि नि मलाई नयाँ हो नि त अब मिलेन ठिकै छ मलाई चिन्छ के अब तिमीले लगेको बारसम्म त हो मैले चाहिँ केस काटेँ है अब यहाँ चाहिँ कस्तो हुन्छ भने लुकीछुपीमा हो नि त यो त उनीहरू लुकेर चाहिँ भित्र सानो दोकान बनाएको रहेछ त्यहाँनिर ल्यायो सस्तोमा केस पनि काट्यो भनौँ न अब ओभर चाहिँ भएन तर ठिकै छ क्याप्टोपी लगाएर बस्नु त्यहाँ भन्छ तिमीले म उतापट्टि काटेकोमा नुस दिनार हो अन्त 750 लिएको थियो नि त मलाई
तर अलि टाढो जानुपर्छ नुस दिनार हो म ढुक्कै त्यहाँबाट काट्ने नुस दिनारमा लिन्छ सो त्यही हो गाइस यो भिडियोलाई यहीँ एन्ड गर्दैछु एन्ड गर्नुभन्दा नि आज पार्टी हुँदैछ पार्टीको भिडियो पनि आउँछ होला आउँछ है लास्टै फनी फनी पनि भइसक्यो यहाँनिर होइन गीत गाएको के गर्छ क्या उज्यालो पनि भइसक्यो हेर न उज्यालो भयो है गुड मर्निङ गुड मर्निङ गुड मर्निङ गुड मर्निङ जुनी जुनी तिमीसँगै जुने तिमीलाई नै पाउने तर कहाँ पुग्छ र सोचे जति सबै